हेलो गाइज, आजको यस भिडियोमा चाहिँ म स्कोप फास्ट स्कोप अन अफ कसरी गर्ने भन्ने सिकाउने वालामा छु। Темная ночь, только пули свистят по степи. तपाईहरुलाई म सिकाउनु भन्दा अगाडि पहिला यो हेर्नु होला यो कस्तो देखिन्छ। यस्तो यो सेटिङ युज गर्दाखेरि कस्तो देखिन्छ भनेर हेर्न सक्नुहुन्छ। यहाँ कति फास्ट देखिरहेको छ स्कोपिङ। हेर्न सक्नुहुन्छ यो फायर पनि फास्ट हानिरहेको छ। यो सेटिङ चाहिँ धेरै जसो लङ रेन्जमा काम लाग्ने भएकोले यो धेरै सजिलो हुनेवाला छ। देख्न सक्नुहुन्छ यहाँ स्कोपिङ कति फास्ट भइरहेको थियो। न म अब भन्नेवाला छु यो कसरी गरिन्छ भनेर। फर्स्टमा चाहिँ तपाईँलाई यो गन लिएर स्कोपवाला कुनै लङ रेन्जको गन लिएर एउटा स्क्रिनसट लिनुपर्ने हुन्छ। मैले यहाँ एउटा स्क्रिनसट लिइसकेको छु, हेर्न सक्नुहुन्छ। अब म गेम ब्याक गर्दैछु। ब्याक गरिसकेपछि तपाईँहरूलाई एउटा एप पनि चाहिनेछ, की म्यापर भन्नेवाला एप। हेर्न सक्नुहुन्छ यस्तो देखिन्छ, प्ले स्टोरमा पाइन्छ। की म्यापर भन्ने एप हुन्छ। यो खोल्ने बित्तिकै तपाईहरुले देख्न सक्नुहुन्छ यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यो प्लस बटनमा क्लिक गर्नु होला। प्लस बटनमा गरिसकेपछि तल देख्नुहुन्छ ट्याप टु रेकर्ड। यस बटनमा क्लिक गरिसकेपछि सानो या ठुलो पार्ने बटनमा थिच्नु होला, जुन चाहिँमा तपाईलाई सजिलो लाग्छ। माथि हेर्न सक्नुहुन्छ एक्सन भनेर, तल एड एक्सन भनेर क्लिक गर्नु होला। हेर्न सक्नुहुन्छ ट्याप स्क्रिन छ। ट्याप स्क्रिनमा चाहिँ क्लिक गर्नु होला एकचोटि। अनि त्यहाँ क्लिक गरेपछि स्क्रिन रेकर्ड, त्यो अघि हामीले स्क्रिन रेकर्ड गरेको थियो त्यो स्क्रिन रेकर्ड चाहिँ चुज गर्नु, सानेर राख्नुपर्ने हुन्छ। त्यो हेर्न सक्नुहुन्छ म कस्तो गर्ने हुन्छ। अघि स्क्रिनसट गरेको फोटोलाई चाहिँ ल्याएको छु। र गनको स्कोप बटन कता छ तपाईहरुको फोनमा चाहिँ, त्यो चाहिँ त्यसमा चाहिँ यो प्लस जस्तो चिन्ह मिलाएर राख्नुपर्ने हुन्छ र ओके गर्नुपर्ने हुन्छ। ओके गरिसकेपछि त्यसको सेटिङमा हेर्नु, रिपिट बटनमा क्लिक गर्नुस् र हेर्न सक्नुहुन्छ तल यहाँ स्पिड कतिको राख्न सक्नुहुन्छ, आफ्नो इच्छाले राख्न सक्नुहुन्छ। यो सबै स्पिड मिलाइसकेपछि तल देख्न सक्नुहुन्छ डन भनेर देखाइसकेको छ। डनमा क्लिक गर्नुहोस् र माथि देख्न सक्नुहुन्छ यहाँ पज्ड भनेर देखाइरहेको हुन्छ तपाईहरुको फोनमा। त्यसलाई चाहिँ क्लिक गरेर रनिङ बनाउनुहोस्। र अब हाम्रो सेटिङ चाहिँ सबै पुरा भइसकेको छ। गेममा जान्छौँ र तपाईलाई देखाउँछौँ कस्तो हुन्छ भनेर। गेममा आइसकेको छौँ। अब ट्रेनिङमा गएर हेर्नेछौँ। ट्रेनिङ स्टार्ट गरिसकेको छु, ट्रेनिङमा पसिसकेको पनि छु। अब लङ रेन्जको गन लिनेवाला छु, जस्तै SAT। सुरुमा तपाईले कुन बटनमा क्लिक गर्नुभएको थियो सेटिङ मिलाउँदा त्यही बटनमा क्लिक गर्नुहोस्। क्लिक गरिराख्नुहोस्, त्यो एकचोटि क्लिक गर्दा हुँदैन। हेर्न सक्नुहुन्छ यस्तो देखिन्छ। क्लिक गरेर फायर गर्नलाई चाहिँ फेरि तपाईहरुलाई आफैले बटनमा क्लिक ट्याप 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 गर्नुपर्ने हुन्छ। ट्याप गरिराख्दा चाहिँ गोली फायर हुनेवाला छैन, एक गोली मात्र जानेवाला छ। यति नै थियो। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। यस्तै भिडियोहरु अरु पनि आउने छ। लाइक नहीं करोगे ना, मत करो।